Good morning everyone and welcome to my new vlog. सबैलाई शुभ बिहानी र मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ म यहाँ बिहान खेत हेर्न आएको छु। यहाँ चाहिँ गहुँ छडे चराहरू खाइदिन्छ, त्यही भएर बिहान आएको छु म यहाँ हेर्नलाई। आजको ड्युटी चाहिँ चराहरू धपाउने। चराहरू हेरिरहेको छु। यहाँ कुहिरो छ, थाहै छैन कहाँ बसेका छन्, कहाँ परिरहेछन्। अब एक दुई राउन्ड हान्छु वरिपरि, देखेपछि भगाउनु पर्यो। त्यही हो, कुहिरो पनि डेन्जर लाखा, यस्तो डेन्जर कुहिरो लाग्छ। अब माघ सुरु हुन लाग्यो भोलिदेखि त अझै वाइल्ड जाडो बढ्छ होला। त्यही भएर तातो तातो लुगा खानु होला, तातो तातो लगाउनु होला, तातो तातो पानी पिउनु होला र चिसोबाट बच्नु होला। त्यही हो। र अर्को कुरा ठ्याक्कै याद आयो मलाई, यो खेत र यो हुडी देखेर र यो टोपी लगाएको देखेर मेरो प्यारो शिखर भतिज, यदि तिमी यो ब्लग हेर्दैछौ भने यो हुडी प्लस यो धसिने खेत याद होला नि। इट्स बिट्विन यु मी एन्ड सम अदर गाइज। यो कुरा चाहिँ गोप्य छ। शिखर भतिज, इफ यु आर वाचिङ दिस भ्लग, दिस क्लिप, केही कुरा याद आयो होला जो तिमी जिन्दगीभर बिर्सिने छैनौ। उताबाट यता आए, यता चरा कराइरहेको सुनेर, तर यता चरा नै छैन। अब यहाँ आएँ, अब उता चाहिँ चराको आवाज आइरहेको। अब एकछिन अझै उता जान्छ, उता पुगेपछि पनि यता आउँछ होला साउन्ड। त्यही हो, गाह्रो छ, कुहिरोले गर्दा केही देखाएन। अब चाहिँ धपाउन गाह्रो छ। अब चाहिँ के अरे गुलेलीको व्यवस्था गर्छु। गुलेली भनेर याद आयो, बचपनमा सानो हुँदा चाहिँ गुलेली लास्ट खेल्थ्यो हामी, साथीहरू जान्थे चरा मार्न। त्यति बेला चाहिँ म मार्नै सक्दिनँ क्या, केटाहरू साथीहरू बेइज्जत गर्थे, आफै पनि बेइज्जत लाग्थ्यो, हान्न सक्दैन। यति नजिक गयो भने हान्न सक्दैन क्या। अनि त्यति बेला चाहिँ अर्कै लाग्थ्यो मार्न सकेन भनेर। आजभोलि चाहिँ खुसी लाग्छ त्यति बेला मार्न नसकेको भएर, किनकि पाप गरे जस्तो हुन्थ्यो नि त, आफूलाई चाहिँ लाग्छ। अब फेरि यस्तै हो। अब चाहिँ गुलेली खोज्छु भोलि पर्सिबाट, अनि धपाउनु हुन्छ। टाढा गयो देखिन्न नि त यो कुहिरोले गर्दा। अब कुहिरो नलागेको होला नि ऊ त्यहाँ बसेको छ भने यहाँदेखि धप्पिन्न, यहाँदेखि गुलेलीले हाने भाग्छ। अहिले चाहिँ म यहाँ हिँडिरहेको छु, वाक गरिरहेको छु। अघि आउन चाहिँ अल्छी लागिरहेको थियो, अहिले चाहिँ मजा आइरहेछ कि हिँड्न। चिसो पनि लाग्यो, अलिअलि चिसो लागिरहेछ, तर त्यस्तो चिसो हिँडेर शरीर तात्तिसक्यो नि त। आउँथेन पनि म यहाँ, घरमा कोही पनि हुनुहुन्थेन। ड्याडी चाहिँ काठमाडौँ जानुपर्छ, मम्मी घरमा काम, भाउजू पनि बिजी, दाइ स्कुलमा होस्टेल छ नि त। अनि त्यसपछि मम्मीले पठाएको हुनाले अहिले चाहिँ म यहाँ हेर्न आएँ। अहिले चाहिँ मजा आइरहेछ, वर्थ लाग्यो आएर यहाँ। कस्तो दामी देखिया। यो चाहिँ हाम्रो र दाइको खेत हो, यो दुइटा। यो चाहिँ हाम्रो पहिल्यैदेखि सपना थियो क्या, यहाँ चाहिँ फिल्ड बनाउने एउटा। ठ्याक्क यो ग्राउन्डको लागि ठिक्क छ क्या, ग्राउन्ड प्लस वरिपरि प्याराफिटहरूको लागि बेस्ट छ क्या, ठिक्क छ क्या यो ग्राउन्ड बनाउने। पहिल्यैदेखि ड्रिम थियो हाम्रो, तर स्टेडियम बनाउन कहाँ सजिलो छ, करोडौँ अरबौँ चाहिन्छ। त्यही हो। अब इफ आई विल भन्दा पनि विल अन वेल, त्यसपछि पछि इन फ्युचर हेरौँ, अझै छ लाइफ। आफूले त अब गेम खेल्न पनि उमेर पनि भ्याइल आइसक्यो। उमेर भन्दा पनि खेलिन्थ्यो होला 4 5 6 7 8 10 वर्ष, तर रमाइलोको लागि भयो भने। तर के गर्नु, खुट्टा दुईचोटि छ्यास भइहाल्यो, भाँचिहाल्यो। त्यही भएर अब चाहिँ म खेल्छु होला, तर टुर्नामेन्टहरू चाहिँ खेल्दैन। त्यही रमाइलोको लागि बिस्तारै खेल्छु होला, मरिमेटी चाहिँ खेल्दैन। त्यही हो। तर यो चाहिँ न आफू हुन्जेल यो ग्राउन्डलाई नभए अर्को ठाउँ भयो भने एउटा ग्राउन्ड चाहिँ बनाउने मन छ। यो गाउँमा खेल्नेहरू, के अरे भाइहरूको लागि, लोकल मान्छेहरूको लागि खेल्ने प्रोपर ठाउँ, जहाँ प्रोपर ट्रेनिङ होस्, जहाँ कोच होस्, नभए आफै पनि बसिन्छ, केही छैन। अनि यहाँका मान्छेहरू बच्चैदेखि इङ्गेज भयो गेमसेममा भने चाहिँ कुलसुलकाहरू पनि टाढा हुन्छन्, धेरै कुराहरू सिक्छन्, शरीर बनिन्छ, हाइट साइट बढ्नमा मद्दत हुन्छ, राम्रो कुराहरू सिक्छन्, अनि सक्ने सक्दो गरिन्छ। त्यही हो। अब पछिको कुरा हेरौँ कहाँसम्म के हुन्छ। यो चाहिँ ड्रिम प्रोजेक्ट हो। यहाँ चाहिँ स्टेडियम भइसकेपछि टाढा टाढाको प्लेयरहरू खेल्न आउँथ्यो, किनकि यहाँ अर्गनाइज गरिन्थ्यो अलि ठुलो टुर्नामेन्ट, जहाँ इन्भाइट गरिन्थ्यो टिमहरूलाई। अनि यहाँ यो ठाउँ बोर्डर साइड छ नि त, अलि चिप्पिन्छ अरू मान्छेहरूदेखि लिएर, नेपालकै मान्छेदेखि लिएर पनि लगायत अरूबाट पनि। त्यही भएर यहाँ चाहिँ यो स्टेडियम भए चाहिँ यहाँ अलिक ग्रोथ हुन्थ्यो, इकोनोमिक ग्रोथ पनि हुन्थ्यो, भिडभाड पनि हुन्थ्यो, यहाँका मान्छेहरू अर्निङ गर्ने अवसर पनि पाउँथ्यो, अनि मेन्टालिटी पनि डेभलप हुन्थ्यो होला। अब यहाँ गए सोझा छन् नि त, धेरै जस्तो सोझा भनौँ, अनि लाटा छन् भनौँ। त्यही भएर हेप्पिने गर्छन्।
त्यही हो यहाँ केही भएपछि अनि केही हुन्थ्यो यहाँनिर छ मेन रोड चाहिँ हाम्रो यहाँको हाइवे भनौँ म चाहिँ यहाँ खेत हेर्न आएको छु खेत भन्नाले यहाँ चाहिँ गौला नि त यहाँ चराहरू खाइदिन्छ कि त्यही भएर म त के चरा आउला नि बिहान यहाँ त छैनन् अहिले म भएर नरहेछ नि यहाँ यसो यता हेर्छु त कति चरा आउने सानो सानो यिनीहरू नै हुन् कि खाने पुरै छन् क्या चरा टन्नै म त घर गइरहेको कि एकछिन चरा छैन अब गइहाल्छु भनेर गइरहेको ठ्याक्क बाटोनिर चरै चरा अब अझै मैले यहाँ बस्छु उहाँनिर चारपाई छ चारपाईमा बस्छु अनि हेर्छु एकछिन पछि चाहिँ दाइ आउनुहुन्छ दाइ चाहिँ झ्याउला यहाँ के गरौँ के नगरौँ भयो अब चाहिँ म यहाँ उखु छ हाम्रो यहाँ पनि छ उखु तर हाम्रो होइन यहाँ हाम्रो उखु छ यही खेतमा लगाउनलाई बिउ पछिको लागि एउटा उखु भाँच्छु चपाउँदै बस्छु ओहो उखुभित्रै रहेछन् चरा त यहाँभित्र घोलझोलहरू होला सायद ऊ त्यहाँ बसिरहन् तारमा जम्मै यी भागिरहन् अझै भाग्छन् है यही भित्र रहेछ यिनीहरूको बसाइ अर्को भनेको अब कुन उखु भाँचौँ सबै एउटै छ तर यिनी उखुहरू धेरै मिठा खाइन अर्कै बिउ हो सायद अरूले चाहिँ कौलो पनि हुन्छ चबाउनु पनि सजिलो हुन्छ यो चाहिँ अलि हार्ड हुन्छ अस्ति खाएको थियो एउटा अलिक खल्लो थियो मिठो थिएन मोटो पनि छैन कि उखु फेरि मोटो खान मन लाग्छ अब हेर्छु म यो भाँच्छौँ कि यो भाँच्छु यो मोटो खालले यो भाँच्नु पर्यो कति सानो आँखा लाग्यो यति छोटो आँखा लाग्यो यसको कुन गन्डा खायो अब यसको पोस्टमार्टम गर्छु म त्यहाँबाट नि भाँचे बास My hand press brake and pressure अब यसलाई सफा गर्नु पर्यो त्यसपछि यस्तो खुल्ला छ क्या यहाँभित्र अलिक बाक्लो लाग्दैन एकचोटि गर्न बिउको लागि सायद यो यहाँ चाहिँ यो सकिसकेपछि चाहिँ अनि यहाँ लाग्छ गर्न अब चाहिँ म खान्छु भन्न दाइ आइहाल्नु पऱ्यो म चाहिँ गरिन्न लाग्यो यहाँ चाहिँ 10 का 8 का केटाहरू गेम खेल्न होस्टेलवाला यहाँ मेरो गन्डा चुरनले यहाँ भाँचेर खाइसके साह्रो छ यो गन्डा आँखा लाग्यो चाना खाना न हामीले आगो तापिरहेको छ आगो चाहिँ निभिसक्यो आज राति चाहिँ प्लान छ आगो ताप्दै बस्ने जुठो पऱ्यो मासु खान मिल्दैन त्यही माथि एकादशी रहेछ म चाहिँ आज गाड भएर बसेको छु म दाई बाउजूहरू चौमा लगाएको छन् त्यही भएर एकछिन यिनीहरूलाई हेर्छु त्यसपछि निस्किन्छु हामी झ्याउ लाएर बसिरहेछ म एकछिनमा बिदा हुन्छ त्यसपछि हामी यहाँ निस्किन्छौँ अब चाहिँ हामी चटपट बनाउन गइरहेछौँ दोकानको चाबी चाहिँ छैन अब म निन्जा तरिकाबाट खोल्छु तर त्यो खोल्या भिडियोमा देखाएपछि यहाँ चोरहरूको कमी छैन 20 बाटामा चोर नहुने होला त्यही भएर यत्तिकै बनाउँछु एकछिनमा गएँ अब झ्याउलाई जा प्यासेज लिएर आम त त्यहाँबाट चटपट बनिरहेछ पागलले यहाँ पुरा दोकान तसमस गरिसक्यो यहाँ चुप्पा भन्नु ल हेर ल अब नमाग है ल चटपट दिदीलाई खोली माग्छ अब न है कैँची नै काटिन्छ म दिदीलाई खोली माग इकालाई खोली माग इका जा इकालाई खोली माग्छ हाम्रो यहाँ चटपट उठ मामालाई बस्नु दे उठ काखमा बस्ने केटाहरू फुटबल खेलिरह हातमा चक्कु राखेर जा बाहिर लिएर जाने अनि ओए त अब हातमा हाल है आक्का खातिर है चुपाचु खाने लिनु भन् मामालाई चुपाचु खाने
पिरो बाखेन तँलाई नखा पिरै बाखेन होइन यसलाई डिफेन्सलाई पिरो बाखेको नै तँलाई पिरो भएको छैन दिन्न पिरो भयो मात्र दिन्छ खोइ पिरो बाखेको नै ल इरिकालाई पिरो बाखा खै पिरै बाखेन तँलाई अनि पिरो बाखा यसलाई ल थोरै इरिकालाई दिँदै नाइ दे दिदीलाई ल इरिका अर्को चुपा चुप ल अर्को ल ल दोकानको चाबी ल ल्याएर आएर इरिका दे यसरी दिनेस् कि नै दिनै ल जा जा लगेर खाली खुट्टा रहेछ यो कहाँ छन् चप्पल ओ चप्पल खै दिवेश चप्पल कहाँ छ दिवेश सुनेन ल इरिका चुपा चुप ल यहाँ आइज फिल्म हेर्ने कि फिल्म बनाउने कि नै भिडियो बनाउने कस्तो भिडियो बनाउने भन् पिरो 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 छ यो ल हातमा के खाने के खाने के खाने चाउचाउ अब भोलि हुन्न नो नो अलि धुलाइ गर्ला मात्रै अरे के हो नगर म गरिब हुँ नगर नगर त पुसअप गर 5 चोटि अनि तँलाई म चाउचाउ खिलाउँछु पुसअप डिप्स डिप्स तल ल गर जा चाउचाउ खिलाउँछु नि जा इर्का देखा त डिप्स जान पुसअप गर देखाउँछु पुसअप गर्दा एकैछिन देखा त एकैछिन त्यस्तो भइहाल्यो ल हो त्यस्तो गर ल तँलाई चाउचाउ दिन्छु अनि ल गर छिटो इरि ओए डिभ्यान्स डिभ्यान्स टेर्दैनस् ओए दौड शिखर गएर शिखर 5 मिनट भनेर 20 मिनट लागिसक्यो अलि अगाडि हुनुपर्ने हो 20 का छन् 20 का लागि छन् 20 रुपैयाँको रिच रिच मैले 100 रुपैयाँ पाइसकेँ गाइस खुत्रू गेम हाल्नलाई अब म खुत्रू गेम हाल्छु किन पाएँ भन्दाखेरिमा 100 रुपैयाँ हाम्रो दिइराख्नु भएको थिएन तर मैले यहाँ पर्स देखाएँ पर्समा फोटो देखाएँ 50 बाट 100 पाएँ निन्जा टेक्निक इमोसनल ब्ल्याकमेल त्यही हो अब चाहिँ म ब्लग इन गर्न गइरहेको छु अब एन्ड थ्याङ्क यू फर वाचिङ